यो चाहिँ हाम्रो पशु डाँडा मन्दिर हो खै हेर्दै पशु डाँडा मन्दिर है यहाँ छ माथि हाम्रो पशुपति कन्या मन्दिर माध्यमिक विद्यालय यो चाहिँ है यहाँ चाहिँ सबै लेडिजहरू पढ्छ है यो कन्या माध्यमिक विद्यालय हो यो पशुपति मन्दिर जस्तै यो हाम्रो पुरानो मन्दिर हो यो धेरै पुरानो मन्दिरलाई अहिले चाहिँ धेरै कुराहरू चाहिँ गरी अहिले चाहिँ मर्मत र मर्मत काम कार्य सम्पन्न भएर अहिले यति राम्रो बनाइरहेको छ हाम्रो यो कृष्ण मन्दिर यो पनि अहिले नयाँ बनेको हो यो 2017 साल मङ्सिर 21 गतेदेखि 29 गतेसम्म पशुपति मन्दिर संरक्षण समितिले पशुपति मन्दिर परिसरमा राधाकृष्ण मन्दिर निर्माण तथा सञ्चालन गरेको शिव महिमा रुद्राभिषेक सत्सङ्ग ज्ञान माइकेमा मनवीर दाताहरूले दिनुभएका भेटी रकम प्रदेश सरकार 3 नम्बर वडा र भीमेश्वर नगरपालिकाको बजेटबाट निर्मित राधाकृष्ण मन्दिरको समुद्घाटन भीमेश्वर नगरपालिका नगर प्रमुख श्री ईश्वर नारायण मालजीबाट सम्पन्न भएको रहेछ यो नेक्स्ट यही है जय हनुमान यो चाहिँ हनुमानको यो सबै अहिले यो सबै बनाएको छ दैनिक योग अभ्यास जस पुरानो मन्दिर हो यो चाहिँ राम्रो गरेको छ हेर्नुहोस् है जय भोलेनाथ शिव शङ्कर हर हर महादेव शिव शम्भु यो पशुपति मन्दिर चाहिँ हाम्रो पुरानो मन्दिर हो यो उता देखिने चाहिँ तपाईँको दोलखाको उता भीमेश्वर मन्दिर होइन यहाँबाट लगभग चरीकोट जिल्लाको 4 किलोमिटरको दूरीमा छ यहाँ दैनिक योग आसन केन्द्र यहाँ चाहिँ अब योगा सोगा सिकाइने रहेछ है यो चाहिँ हाम्रो चरीकोट पुरानो बजार हो है पशुपति डाँडा ए नन्दी महाराज उता बनेको चाहिँ हाम्रो रङ्गशाला हो